तपाईँ कडा मेहनत गर्दै हुनुहुन्छ तर प्रगति किन सुस्त छ? यदि म भनौँ सफलताको नियम मेहनतमा होइन छनौटमा लुकिएको छ। आज हामी कुरा गर्दैछौँ द 80-20 रुल, एउटा यस्तो सिद्धान्त जसले साधारण मानिसलाई थकाउँछ र असाधारण मानिसलाई अग्रसर। बुक कोर आइडिया 80-20 रुल पेरेटोबाट लोकप्रिय भएको सिद्धान्त हो। यसको सन्देश सरल छ, हाम्रो जीवनका 80% परिणाम केवल 20% कारणबाट उत्पादन हुन्छन्। यो नियम बिजनेसमा लागू हुन्छ, पढाइमा लागू हुन्छ, सम्बन्ध, स्वास्थ्य, समय सबैमा लागू हुन्छ। तर धेरैले यो जान्छन्, कमैले यो जिउँछन्। Why most people fail? अधिकांश मानिस सोच्छन् धेरै काम गरे भने धेरै नतिजा आउँछ, तर वास्तविकता धेरै काम गर्नु धेरै नतिजा आउनु होइन। समस्या कामको मात्र होइन, समस्या गलत प्राथमिकताको हो। एक्जाम्पल, एक विद्यार्थी दिनभर पढ्छ, सबै च्याप्टर बारम्बार, तर परीक्षा आयो 80% प्रश्न त्यही 20% सिलेबसबाट आउँछ। टपर के फरक गर्छ? सबै पढ्छ तर गहराई त्यही 20% मा दिन्छ। एभरेज विद्यार्थी सबैमा अलिकति जान्छ, कतै पनि मास्टरी बनाउँदैन। बिजनेस एक्जाम्पल, बिजनेस संसारमा 80-20 रुल निर्दयी तर सत्य छ। 20% ग्राहक 80% आम्दानी दिन्छ, 20% कर्मचारी 80% परिणाम, 20% निर्णयले 80% सफलता दिन्छ। सफल बिजनेसम्यान फोकस घटाउँछ, कम्प्लेक्सिटी काट्छ, प्रायोरिटी निर्दय बनाउँछ। असफल सबै सम्हाल्न खोज्छ, अन्त्यमा केही पनि सम्हाल्न सक्दैन। टाइम एन्ड इनर्जी, समय सबैसँग बराबर छ 24 घण्टा, तर फरक यहाँ पर्छ कुन 20% घण्टाले तपाईको जीवन मोड्छ। धेरै मानिस 80% यस्ता काम बित्छ, नोटिफिकेसन, नोइज, कम्फर्ट। 1% मानिस हाई लिभरेज समय पहिचान गर्छ तर त्यसमै सबै ऊर्जा हाल्छ। हाउ टु प्ले 80-20 रुल, यो किताब एउटा कुरा सिकाउँछ, इलिमिनेट बिफोर यु अप्टिमाइज। अब यी प्रश्नहरू आफैलाई सोध्नुहोस्, कुन 20% कामले मेरो जीवन सुधार्दैछु, कुन 80% कामले केवल बिजी बनाउँदैछ, कुन कुरा काट्दा डर लाग्छ तर ग्रोथ आउँछ, किनकि ग्रोथ सधैँ डिस्कम्फर्ट पछाडि हुन्छ। हार्ड ट्रुथ 80-20 रुल तपाईलाई भन्छ, सबै कुरा महत्त्वपूर्ण हुँदैन, सबै अवसर लिनु कमजोरी हो, काम छान्नु, अधिक फोकस, ठुलो परिणाम। फाइनल मेसेज, यदि तपाईँ आफ्नो जीवन बदल्न चाहनुहुन्छ भने कम काम गर्नु तर सही काम सही समयमा सही कारणले। 80-20 रुल पढ्ने किताब होइन, यो सोच तरिका हो र सोच बदलियो भने जीवन आफै बदलिन्छ। यदि यो सोच तपाईलाई रिसोनेट भयो भने कमेन्ट गर्नुहोस्। 80-20 सब्स्क्राइब लर्नु लोजी इम्पायर। हामी यहाँ हस्टल सिकाउँदैनौं, लिभरेज सिकाउँछौं।